संसारमा सबैभन्दा पवित्र शब्द के हो भने आमा। आफ्नो सासभन्दा प्रिय, आफ्नो सपनाभन्दा ठुलो, आफ्नो अस्तित्वभन्दा अगाडि हुन्छ आमा। जब हामी यो संसारमा आएका थियौँ, पहिलो स्पर्श आमाकै हात थियो, पहिलो मुस्कान आमाकै अँगालोमा फुटेको थियो, पहिलो शब्द आमाकै काखमा सिकिएका थियौँ। आज हामी जे छौँ, जुनसुकै ठाउँमा छौँ, त्यसको आधार भनेको आमा हो। आफ्ना दुःख लुकाएर मुस्कान बाँड्ने एउटै पात्र आमा, आफ्ना सारा खुसी हामी माथि बसाउने एउटै शक्ति आमा, जसको आशीर्वादले असम्भवलाई सम्भव बनाइदिन्छ, जसको माया बिना यो जीवन सुन्दर बन्न सक्दैन, तिनै हुन् आमा। कसैले तिमीलाई प्रश्न गरोस् तिम्रो शक्ति को हो, नडराई भन्नु मेरी आमा, किनकि जब हामी थाक्छौँ आमाको माया तिमीलाई फेरि उठ्न प्रेरित गर्छ। जब तिमी हार्छौ आमाको विश्वास तिमीलाई फेरि जित्न सिकाउँछ। संसारमा लाखौं देवता पूजा गरिन्छ, तर एउटी आमा सबैभन्दा ठुलो देवता हुन्। जहाँ आमा छिन् त्यहाँ सफलता छ, त्यहाँ शान्ति छ, अनि स्वर्गीय आनन्द छ। आमाको माया, आमाको आशिष सँगै राखौं, संसारलाई जितौं।